हेलो साथीहरू, पुनः हामी अर्को भिडियोमा आइसकेका छौँ। आज चाहिँ हामी खोपेघारमा राखेका मौरीहरू बस्ने सम्भावना कति रहन्छ त भन्ने विषयमा हामी आज जानकारी दिँदैछौँ। जुन तपाईले एउटा सानो खोपेघार छ घरमा भनेदेखि त्यसमा मौरी बस्छ कि बस्दैन त? तपाईको यस्तो घर भयो, घरभित्र सानो पल पारेर भित्रपट्टि चाहिँ खाली भाग हुन्छ, जसमा चाहिँ तपाईले त्यो भागमा चाहिँ मौरीलाई चाहिँ पालन गर्नुभएको छ या गर्नु भएको छैन, त्यसमा बस्ने सम्भावना के रहन्छ भन्ने धेरै आम व्यक्तिहरूको गुनासो रह्यो। त्यो गुनासोलाई सम्बोधन गर्नका लागि आज हामी हजुरहरुमाझ भिडियोमा आइसकेका छौँ। हामीले प्रत्यक्ष त्यो घरको कसरी घर बनाउने, त्यो खोपेघार र त्यो घरमा आउने सम्भावना के रहन्छ, कसरी रहन्छ भन्ने विषयमा हामी थप भिडियो पनि बनाउने छौँ। तर आज भने त्यसमा बस्ने सम्भावना के रहन्छ र त्यसमा मौरी काट्नका लागि कति सजिलो हुन्छ भन्ने विषयमा हामी जानकारी दिन्छौँ। जब तपाईले मौरीको पालनको इच्छा व्यक्त गर्नुभएको छ भनेदेखि जहाँसुकै पनि जुनसुकै ठाउँमा जहाँ होस्, जहाँ पनि तपाईले त्यसलाई के गर्नुहुन्छ, पालन गर्न सक्नुहुन्छ। तर तपाईसँग इच्छै छैन, इच्छाशक्ति छैन भनेदेखि तपाईले काहीँ पनि मौरी पाल्न सक्नुहुन्न। अब हामीले पटक पटक भन्दै आएका मौरीलाई धेरै खर्च हैन, मेहनत बढी गर्नुस्, जसले गर्दा मौरीहरू आउने, बस्ने र त्यसपछि चाहिँ के हुने, मौरीहरूलाई चाहिँ हामीले संरक्षण गर्ने सम्भावना असाध्यै धेरै रहन्छ। जस अनुसार मौरीहरू भनेको जहाँ पनि बस्न सक्छ, वन जङ्गलमा पनि बस्न सक्छ, उसलाई मन पर्न पर्यो। हो, मन पर्नका लागि तपाईले के गर्नु पर्यो, अनुकूल वातावरण मिलाइदिन पर्यो। अनुकूल वातावरण भनेको कस्तो, उसलाई जहाँ प्रशस्त फूल फुल्ने ठाउँ छ, जहाँ उसलाई विभिन्न क्षति गर्ने कुराहरू छ, त्यो कुराबाट पनि जोगाउन पर्यो र अन्य उसलाई चाहिँ त्यो घरमा बस्नका लागि अनुकूल छ कि छैन भन्ने कुराहरू हुन सक्छ। त्यसलाई चाहिँ अनुकूल हुनका लागि वातावरण बनाइदिनु पर्यो, जसले गर्दा मौरी बस्ने सम्भावना अत्याधिक धेरै रहन्छ। अब मौरीहरू हामीले पहिला चाहिँ हामी केमा पाल्थ्यौं त, खोपेघारमै पाल्थ्यौं। अहिले चाहिँ मुडे घरमा नि पाल्न थाल्यौं, आधुनिक घार पनि आयो, विभिन्न घरहरू आयो। हुँदा हुँदा अहिले मौरीहरू धेरै ठाउँमा मेरीफेरा जातका, सेराना जातका मौरीहरू धेरै छन्। जुन मौरीहरू अनुकूल हुने ठाउँमा, कुन ठाउँमा कुन मौरीहरू बस्छन्, अलिकति चिसो ठाउँमा मन पराउने मौरीहरू हुन् कि गर्मी ठाउँमा मन पराउने मौरी हुन् कि विभिन्न ठाउँमा विभिन्न ठाउँका मौरीहरू मन पराउने हुन सक्छन्। अब तपाईले मुडे घरमा किनेर ल्याएका मौरीहरू, ती विकासे जातका मौरीहरू, जुन मेरीफेरा जातका मौरीहरू छन्, तिनीहरू प्रायजसो गर्मी ठाउँमा असाध्यै धेरै मात्रामा मन पराउँछन्। तर जुन सेराना जातका मौरीहरू छन्, जुनसुकै ठाउँमा पनि मन पराउँछन्। प्रायजसो पश्चिमतिर, लमजुङतिर ठुल्ठुला उडारहरूमा, जङ्गलको ठुल्ठुला उडारहरूमा पनि मौरीहरूले के गरेका छन्, मुवा लागिरहेका छन्। हामीले देख्न सक्छौँ, विभिन्न हनी हन्टिङ गरेर चाहिँ हामीले मौरीहरू काटिरहेका हामीले देख्न सक्छौँ। अब त्यो सम्भावनामा हामी अलि नजाउँ। अहिले हामी कहाँ जाउँ भने, तपाईले घरलाई मुडे घर खोज्न सक्नु भएन भनेदेखि तपाईले एउटा सामान्य त्यही घरमा के गर्न सक्नुहुन्छ, खोपाहरू बनाउन सक्नुहुन्छ। 3-4वटा 5-6वटा कतिसम्म बनाउन सक्नुहुन्छ, ती खोपाहरू बनाउनुस् र त्यसमा चाहिँ मौरी पालन गर्नुस्। केही पनि खर्च लाग्दैन, त्यसमा पनि काट्न सजिलो छ। मुडे घर भन्दा त्यसमा अझ सजिलो हुन्छ। त्यो चाहिँ प्रायजसो घाम लाग्ने ठाउँ र केही मध्यम खालको हावाहरू आउने ठाउँ वातावरण हुन पर्यो। जहाँ पाए चिस्यान ठाउँमा अलिकति तपाईले त्यस्तो घर बनाउनु हो भने मौरीले प्रायजसो मन नपराउन पनि सक्छ। अब त्यसै गरी मौरीहरू जुन खोपेघारमा पाल्दाखेरि हामीले धेरै ठाउँमा देख्न सक्छौँ। अहिले पनि खोपेघारमा मौरीहरू प्रशस्तै भेट्न सक्छौँ र हामीले अहिले मुडे घरहरू बनाएर हामीले मुडे घरलाई जहाँ पनि बोकेर लान सकियो, जहाँ पनि लान सकियो। तर खोपेघारलाई जहाँ पाए त्यही लान सकिन। तर एक ठाउँमा बनाएर राखेपछि मौरी मन पराइसकेपछि तिनीहरूलाई विभिन्न मलसाप्रो लगायत अरिगाल लगायतले पनि तिनीहरूलाई क्षति बनाउने सम्भावना कम रहन्छ। जुन घरको छेउमा हामीले घरभित्रै बनाउने र बाहिर मौरी आउने जाउने मात्रै भएकोले गर्दा हामीले असाध्यै राम्रो काम गर्छ। अब त्यसैले गर्दा खोपेघारमा मौरीहरू प्रायजसो हामीले पाल्दाखेरि विशेष रूपमा हामीले ध्यान दिनुपर्ने कुराहरू, ती मौरीहरूलाई हामीले चास्नी पनि राख्नु पर्दैन। तिनीहरू जुन मेरीफेरा जातकालाई चास्नीहरू बेढी राख्न पर्ने हुन सक्छ। तर सेराना जातका मौरीहरू प्रायजसो
ठ्याक्कै मह जम्मा गर्न नसके पनि उनीहरूले खानाका लागि पर्याप्त मात्रामा उनीहरूले के गर्छन् महहरू चाहिँ उपलब्ध गराइरहेका हुन सक्छन्। अब हामीले पहिला पुस्ता अघिल्लो समय केही समय अगाडि 20 वर्ष 30 वर्ष 40 वर्ष अगाडि प्रायःजसो मौरी पालन गर्दा केमा पाल्थ्यौँ त हामीले खोपेघारमै पाल्थ्यौँ। खोपेघारमै मौरी पाल्थ्यौँ। हामीले भित्रैबाट महहरू काट्न सक्थ्यौँ। र अहिले हामीले विभिन्न आधुनिक घार र मुडे घारमा हामीले पाल्न थालिकन खोपेघारको केही लोप हुँदैछ। अब लोप हुनु भनेको पुराना कुराहरू लोप हुनु भनेको हामीलाई एउटा म्युजियमको रूपमा पनि त काम गर्छ नि नयाँ कुराहरूले पुराना कुराहरूले, जसले गर्दा तपाईँ हामीले खोपेघारमा अवश्य पनि मौरी पाल्न सजिलो छ। मौरीहरूलाई काट्न रेखदेख गर्न पनि असाध्यै सजिलो छ। र ती मौरीहरूलाई ठ्याक्कै मुडा जसरी हामीले बाहिर राख्नु नपर्ने, खोपाभित्रै हुने र त्यसले गर्दा अन्य कुराहरू विभिन्न क्षति गर्ने कुराहरू छन् नि तिनीहरूलाई क्षति गर्ने कुराबाट पनि क्षति गराउनबाट हामीले जोगाउन सक्छौँ। अब हामी सँगसँगै रह्यो खोपेघारमा रहेका मौरीहरूले मह कत्तिका लाउँछन् त भन्दा जति तपाईँले मुडे घारमा आधुनिक घारमा मह लाउँछन् खोपेघारमा पनि त्यत्तिकै मह लाउने सम्भावना रहन्छ। तपाईँले अलिकति सानो साइजको खोपाहरू छ कि होइन ठुलो साइजको खोपाहरू छ कि त्यो चाहिँ हामीले के गर्न पर्यो मिलाउन पर्यो। तपाईँले घर बनाउँदाखेरि ती खोपाहरू राख्दाखेरि अब अलिकति ठुलो साइजकै खोपाहरू जति बनाउन सक्छौँ त्यसरी बनाउन सक्यौँ र त्योभित्र हामीले मौरीलाई चाहिँ खेल्ने वातावरण प्रशस्त बनायौँ भनेदेखि न तिनीहरूलाई धुवा हुन्छ न प्रशस्त मात्रामा हावाले हान्छ न हावा तिनीहरूलाई चाहिने अनुकूल हावाहरू नआउने सम्भावना हुन्छ। धेरै कुराबाट हामीले जोगाउन सकिन्छ त्यस्ता मौरीहरू। तपाईँले आजै पनि खोपेघारमा जुन माटाका घरमा खोपेघारमा मौरी राख्न असाध्यै सजिलो हुन्छ, धेरै फाइदाहरू लिन सकिन्छ र धेरै महत्त्व हुन्छ। त्यसैले गर्दा तपाईँ हामीले पनि आजैबाट खोपेघारमा के गरौँ मौरीहरू राखौँ र त्यसमा प्रशस्त मात्रामा महहरू लाउने र प्रशस्त मात्रामा हामीले महहरू के गर्न सक्छौँ उत्पादन गर्न सक्छौँ। त्यस्तो खोपेघार बनाइसकेपछि पटक पटक बिग्रिने भत्किने सम्भावना पनि रहँदैन। तपाईँको घर जति वर्षसम्म रहन्छ त्यति वर्षसम्म के रहने भयो त्यो खोपेघार पनि रहने भयो। त्यसैले गर्दा हामीले एउटा मह काट्न पनि सजिलो, खोपेघारमा मौरीलाई सुरक्षा दिन पनि सबभन्दा सजिलो। अरू घारहरूमा मौरीलाई सुरक्षा दिन अलिकति गाह्रै छ। विभिन्न बाहिर हानि गर्ने क्षति गर्ने कुराहरूबाट तिनीहरूलाई क्षति गरिरहेको हुन्छ। तर खोपेघारमा भएका मौरीलाई क्षति गर्ने सम्भावना रहँदैन। अब तपाईँ हामीले महलाई फाइदा लिन काट्न पनि हामीले पटक पटक हेर्न पनि सक्छौँ। तिनीहरूलाई पक्का उकाउने र त्यसको अवस्था के छ हामीले छर्लङ्ग हेर्न सक्छौँ खोपेघारमा। तर मुडे घारमा भने हामीले अलिकति मेहनत गर्नुपर्छ। र आधुनिक घारमा त अलिकति सजिलो छ, त्यो अलिकति खर्चिलो छ। धेरै मान्छेले किनेर राख्न सम्भावना पनि नरहन सक्छ आधुनिक घारलाई। तर खोपेघार भने तपाईँले एउटा घरमा बनाइसकेपछि लामो समयसम्म तपाईँको घर जति समयसम्म रहन्छ त्यति समयसम्म के रहने भयो त्यो खोपेघार रहने भयो। खोपेघारमा मौरी पाल्न असाध्यै सजिलो छ र हाम्रा परम्परागत पुस्ताहरूले जुनले चाहिँ खोपेघारमै मौरी पाल्दै आउनुभएको थियो, केही समयपछिदेखि चाहिँ हामीले के गर्यौँ मुडे घारमा पाल्न लाग्यौँ। जुन सेरेना जातका मौरीहरूलाई चाहिँ हामीले के गर्न लाग्यौँ मुडे घारमा पाल्न थाल्यौँ। र पहिला खोपेघार छ, अहिले पनि म्याक्सिमम घरहरूमा खोपेघारमै मौरीहरू देख्न सक्छौँ। त्यो खोपेघारमा कसरी मौरी बस्दो छ त्यो पनि हामी प्रस्तुत गर्छौँ र खोपेघारमा बसेकै र कसरी राख्ने र भन्ने विषयमा पनि हामी जानकारी दिन्छौँ। जब तपाईँले खोपेघारमा माथिल्लो भागमा ढुङ्गा होइन मनपर्ने उसलाई टुनीको काठका ती स्ल्याबहरू राखिदिउँ, जसले गर्दा मौरीलाई असाध्यै मनपर्छ। यति धेरै मनपर्छ टुनीको काठ, त्यो काठ तपाईँले माथिबाट हामीले देख्न सक्छौँ। यो माथिबाटको भागमा चाहिँ हामीले टुनीका काठहरू राखिदिउँ भनेदेखि उसलाई असाध्यै मनपर्छ। दुवै साइडमा टाल्ने भइगयो। र यदि हामीले माथिल्लो भागमा चाहिँ ढुङ्गा राख्यौँ भने असाध्यै चिसो हुन्छ, उसलाई मन नपर्न सक्छ। त्यसैले गर्दा तपाईँ हामीले पनि मौरी पालन गर्ने इच्छा छ, इच्छै नभए भने 2-4 घार मौरी पाल्नुहोस्, खोपामै पाल्नुहोस्, मुडे घारमै पाल्नुहोस्, अन्त जहाँसुकै पाल्नुहोस्, तर पाल्नुहोस्।
त्यसैले गर्दा तपाईले खोपेघारमा चाहिँ माथिल्लो भागमा राख्दाखेरि अवश्य पनि के राख्न पर्यो, काठको स्ल्याब राख्नु, जुन टुनीको काठको स्ल्याबहरू राखिदिनुस्, जसले गर्दा उसलाई असाध्यै मनपर्छ। र बन्द गर्दाखेरि पनि यदि सम्भव हुन्छ भने बन्द गर्ने काठ पनि के राख्नुस्, काठकै बनाउनुहोस्, ढुङ्गोभन्दा काठको बनाउनुहोस्। घुममा बढी चिसो हुन्छ, चिसो कुरा उनीहरूलाई बढी चिसो समयमा के हुन्छ, चिसो कुराहरू मन पराउन असाध्यै गाह्रो हुन्छ, बस्नलाई गाह्रो हुन्छ। त्यसैले गर्दा तपाईँले काठ नै राख्नुहोस् र दुवैपट्टि साइडमा मजाले टाल्नुहोस् र सुक्खा बनाउनुहोस्। र त्यस्तो ठाउँमा प्रायः जसो खोपाहरू बनाउँदा अलिकति हावाहरू आउने र घामहरू लाग्ने ठाउँमा अवश्य बनाउनु भयो भने 100% तपाईँको घरमा मौरी भित्राउनु भयो। र तपाईँले पनि घरहरू बनाउँदै हुनुहुन्छ भनेदेखि, माटाका घर बनाउँदै हुनुहुन्छ भनेदेखि के गर्नुहोस्, अवश्य पनि खोपाहरू छोड्नुहोस्, जसले गर्दा तपाईँलाई के हुने भयो, खोपाहरूमा मौरी राखेर तपाईँले मुढे घार आवश्यक पर्छ भन्ने हुँदैन। खोपेघारमा राखेर पनि प्रशस्त मौरीको आम्दानी लिन सक्छौँ र मौरी खोपेघारमै राखेर पालेका मौरीको पनि हामी तपाईँलाई भिडियो प्रस्तुत गर्छौँ। त्यसको लागि प्रतीक्षा गर्दै हामी यो भिडियोबाट बिदा हुन चाहन्छौँ र तपाईँलाई यो भिडियो कस्तो लाग्यो, असाध्यै मन पर्यो भन्दै हामी यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त नमस्ते।